यो फुटासिली आधार उच्च विद्यालयमा विद्यालयले आफ्नै लागतमा आफ्नै प्रयासमा लो कस्ट एन्ड नो कस्ट मटेरियलहरू निर्माण गर्दैछन्। यो भर्खर निर्माण भएको पेस नेपालद्वारा इन्टेरियर डिजाइन गरेको यो भवनभित्र यहाँ कार्यशाला हुँदैछ। विद्यार्थी पनि संलग्न छन्, शिक्षकहरू पनि संलग्न छन्, सबै आफ्नै धुनमा छन्। यहाँ बाहिर निर्माण गरिएका सामग्रीहरू सजाइएका छन्। यो विद्यालयले आफै निर्माण गरेको सामान हुन्। यसमा पेस नेपालको साझेदारी रहेको थियो। यो सामग्रीहरू चाहिँ कक्षा कोठामा सजाउन लायो भने यस सामग्रीको एकदम सदुपयोग गर्न सकियो भने सिकाइ दिगो प्रभावकारी हुने सम्भावना देखिन्छ। यो गोजी तालिका हो। गोजी तालिका त्यो चाहिँ महिनाहरूको नाम सहितको रहेको छ भने यो काल समयका पक्षहरू बुझाउनका निमित्त यो काल छ। यो आकारहरू म्याथमेटिकल आकार, वर्गाकार, त्रिभुज, आयतकार र यो टेन्स पढाउनका निमित्त। अनि यो कम्प्युटरको भागहरू यहाँनिरको यो चाहिँ कम्प्युटरको भाग हुन्। उस्तै सुनिने सानो अंश भएका भन्ने टाइपको छ। मान्छेका चित्रहरू पनि बनाएका छन्। यसलाई कक्षा कोठामा राम्ररी प्रयोग गर्न सकियो भने एकदमै प्रभावकारी र सिकाइ दिगो हुने देखिन्छ।